सबैलाई नमस्कार। सुप्रिम मिनरल वाटर एन्ड बेभरेज इन्डस्ट्रिज पोखरा बस पार्कमा अमृत पानी कसरी जारमा फिलिङ हुन्छ भनेर मैले देखाउन खोजिरहेको छु। तपाईँहरूले हाम्रो माया, पानीको माया, हाम्रो माया, उद्योगको मायाले गर्दाखेरि आज यो जुन सफलताको बिन्दुमा पुर्याउनु भएको छ त्यसको लागि धन्यवाद। हामीले जार भर्खर देख्नुभयो, जार हामीले त्यसरी वासिङ गर्छौँ र त्यसमा हामीले क्लोरिन र खानयोग्य साबुन प्रयोग गर्छौँ र त्यसपछि हामीले प्रोसेस वाटर नै प्रयोग गरेर जारलाई चाहिँ हामीले यसरी भित्रपट्टि लगेर धुन्छौँ। देख्नु भएको छ। त्यसपछि हाम्रो मेसिनमा जान्छ, त्यसपछि त्यो धोइसकेको जार र यसमा यो चाहिँ हट वाटर, तातो पानीले, यो 70 डिग्री सेन्टिग्रेडको पानीले चाहिँ तपाईँको यो जारलाई अहिले भर्खरै सफा गरेको तपाईँले देख्नुभयो। यो यस्तो सफा गर्ने चरण दुईपल्ट तातो पानीले सफा गर्छ र दुईपल्ट प्रोसेस वाटरले नै, नर्मल प्रोसेस वाटरले सफा गर्छ र सफा गरिसकेपछि जार हाम्रो मेसिनको तल यसरी अटोमेटिक तरिकाबाट आउँछ। हामीले हातले कुनै पनि किसिमबाट टच गर्नु पर्दैन र तपाईँले देखिरहनु भएको छ जार कसरी तल आइरहेको छ भनेर। र जार तल झरेर त्यो जारलाई मेसिनले धकेलेर बिर्को लाग्ने ठाउँमा पुर्याइदिन्छ र यताबाट बिर्को लाग्छ भने यता फिलिङ तपाईँले भइरहेको देख्नुभयो। र यसरी हाम्रो चरणबद्ध रूपबाट एक एक गरेर बाहिर निस्किन्छ र हाम्रो उद्योगमा यसरी स्टक हामीले राखेका छौँ। र यो युभी फिलिङभन्दा अगाडि युभी हामीले राखेका छौँ। यो फिलिङभन्दा पहिला तपाईँको ट्याङ्कीमा पनि युभी राखेको, यो ओजन राखेका छौँ। त्यस्तै तपाईँ देख्नुभयो स्यान्ड फिल्टरहरू, सफ्टनरहरू सबै हामीले एकदम सफाइका साथ राखेका छौँ। माइक्रोन फिल्टर, यो अर्को युभी छ हामीसँग। तपाईँको पानी ट्याङ्कीमा जानुभन्दा अगाडि पनि युभी भएर प्रोसेस भएर जान्छ र हाम्रो TDS 20.2 तपाईँले देख्न सक्नुहुन्छ। 20.2 भने 2-3 भनेको एकदम राम्रो पानी, यसमा मिनरल कन्टेन्ट्स राम्रो हुन्छ। यहाँ युभी चलिरहेको छ, देख्नु भएको छ, बत्ती बलिरहेको छ। यो हाम्रो उद्योगको दृश्य। हस्, धन्यवाद।